हावा केटा हो अब लाग्यो है छाङ्गोतिर गाडी पनि छाङ्गोतिर हाल्नु कहाँ हो गाडी त अब पुरा ज्याकेट बोक्यो राम्रो कुदाइ हुँदैछ नि जाडो भयो नि त हौडी अब ल केटा हो काट्ने यो चाहिँ त्यही त होइन यहाँ सरले के भन्नु भिडियो के बनाउँदैछ अहिले माथि बना न गियर बडा तेल खाँदैछ अब इन्सुरेन्स बनाएको नि यो अब तपाईँको निकाल ल केटा हो छङ्गोतिर लाग्यो हो अन्त 20 रुपैयाँमा इन्सुरेन्स हुन्छ भगवान पर पर्सन हो इन्सुरेन्सको एउटा उयो पेपर दिन्छ माथि केही तिमीलाई मेडिकल फेसिलिटी चाहियो भने त्यो पेपर दिनुपर्छ मेडिकल फेसिलिटी पाउँछ वेदर यस्तै छ हो त्यस्तो भातहरू चाहिँ पाउँदैन भात पाखा म त बिमार भइदिइहाल्थेँ नि सिँगान चल्न थालिहाल्यो टच गरिरहेको रातो कहिले कट्छ होला केटा हो बेसी झट्का नदियो है फोन झर्छ मेरो थाकेर उद्रो हुन्छ आधी घन्टा त थाकिँदैन होला छोडा न यहाँ म हान्छु किन बिचमा जानुपर्छ लेकको बिचमा जाउँ न हामी चाहिँ लोद्रो थाकेर ठिकै छ त मजा आउँछ छोडिदिँदैछ बगिहाल्छ घन्टा बग्छ भयो गाडी फेरि बाटोमा के भयो डिस्कबाट प्रब्लम भयो कि यहाँ मेकानिकले अलिकति बनाउँदैछ यो चाहिँ टाइट हो बाटोमा के भयो गाडी माथिबाट राम्रै आइरहेको थियो कि अलिकति कसेको थिएन